रविलाल सरको हेलिकप्टर आज लौरो हान्ने कार्यक्रम अटो फोकस एकजना यहाँ एकजना पनि आए है तन्किँदै ट्याक्क रुखमा सुखाएर उता उताको नि पाउनु पर्यो फेरि दर्शकले नि लडाइँ हुन ला के को लडाइँ हुन ला ओहो नि परै लौ 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 किन लडाइँ खेल पूर्वै लडाइँ के को लडाइँ हो यो राम 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 हल्का वार्मअप त होइन कतै किन गकाउनु त नि खेलाडी फेरि कसले के भन्नु त नि फेरि हत्तेरी खेलाडीलाई कसैले केही नभनौँ है ससम्मान गरौँ सबै हाम्रै खेलाडी हुन् अझ त्यही माथि गण्डकीका खेलाडीहरूलाई कसैले केही नभनौँ साथीहरू हामी सबै नेपाली हो सबै मिलेर भलिबलको विकास गर्नुपर्ने हुन्छ नलड्नुहोस् है नलड्नुहोस् तपाईँहरू ड्रोनले खिचिरहेछ यहाँ होइन के हुँदैछ यता हाम्रो गण्डकीको गाजलाई कसैले के भने सम्झाउन पर्यो कस्तो खेलाडीलाई के भन्ने त नि हेर होइन राजनलाई रिसिन्छन् नि राजन फायर भयो के भनेछ अपशब्दै बोले कि नराम्रो भने ल अध्यक्षलाई बोलाउने अरे ल भाइ केही भने जस्तो है हाम्रो गण्डकी सुरक्षाकर्मीले हेरिदिनु पर्यो हो यो सुरक्षाकर्मीले मान्छे छेक्ने काम गरौँ है सुरक्षाकर्मीले कसले के भनेको छ र पछि गयो मार्ने भयो क्या रिस उठिहाल्छ नि बिचरा खेलाडीलाई त्यसै यहाँ गेम खेल्न ला होइन गेम खेल्न ला बेला त्यस्तो केही गर्दैछ त्यो पुलिसलाई लिएर गयो छोड्ने कुरै भएन नि बिचरा भाइ आगो पार्नुपर्छ है आगो पार्नुपर्छ हुकुम सर गयो है कन्टेन्ट खोज्न हुकुम सर कन्टेन्ट खोज्न गयो है कतै हानाहान भएको त छैन स्याउली बजारमा ताना ताना हानाहान भने जस्तो भाटी बजारमा ताना ताना हानाहान भएको त छैन कतै बाबा अनि के भयो महोदय जिन जानु पर्यो क्या यस्तो सम्झाउनु पर्यो दुई चारवटा गजल हानेर ल ल ल ल ल के भयो यस्तो जुम गरेर देखिन्न है केही समयमा नतिजा आउँछ है हाम्रो हुकुम सर जानुभएको छ वार्मअप चलेको छ यहाँ आए खेलाडी आएछन् है हाम्रो यहाँ गण्डकी गाजलाई कसले के भनौँ यहाँ गण्डकी गाज तातिएका छन्